हेलो साथीहरू नमस्ते वेलकम टु ब्याक माई युट्युब च्यानल। आई होप यहाँहरू सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। नयाँ भिडियोको साथ फेरि पनि म आइसकेको छु हजुरहरूको सामु। आशा छ हजुरहरूले यो भिडियो हेरेर साथ दिनुहुनेछ। भोलि चाहिँ मेरो नानीको पास्नी छ, सो मेरो घरमा चाहिँ आज पाहुनाहरू को आउनुहुन्छ, म पास्नीको लागि डेकोरेसन के गर्छु भनेर चाहिँ देखाउँछु भनेर चाहिँ यो भिडियो खिचिरहेको छु। र मेरो दिदीको बर्थडे पनि छ, सबभन्दा पहिला चाहिँ म बर्थडेको भिडियो देखाउँछु, सो हेरेर साथ दिनु होला। साथीहरू यो भिडियो चाहिँ जहाँसम्म लाग्छ तपाईँहरूलाई एउटा यहाँ सामान देखाउन गइरहेको छु भन्न आउँछ खालि होइन, हेर्न सक्नुहुन्छ। यो चाहिँ मेरो डेकोरेटको लागि है सामान साथीहरू हेर्न सक्नुहुन्छ। फ्लावर लिएर आएको छु, भोलि मेरो नानीको पास्नी छ नि त के देखाउन थालेको हो नि, कहाँनेरि छ भनेदेखि बिलुङ पनि छ हेर्नु है साथीहरू, बिलुङ पनि लिएर छु। अरू पनि छ है बिलुङहरू। ए यहाँनिर रहेछ, म चाहिँ कार्टुन खोजेर बसिरहेको साथीहरू। के छ भनेदेखि हेर्नु है, फ्राई पिन मेरो नानीको भोलि एउटा पास्नी छ, लिटो खान्छ नि त, कस्तो दामी फ्राई पिन छ हेर्नुहोस् न। मैले चाहिँ यो फ्राई पिन ल्याएको छु। अनि त्यसपछिबाट ट्यान्टरान मेरो नानीलाई चाउलो बनाउनलाई कस्तो दामी कुकर छ क्या साथी, हेर्नुहोस् न। यो चाहिँ म तपाईँलाई अस्तिदेखि देखाउनु खोजिरहेको थिएँ होइन, अरू नबनाए नि यो चाहिँ बनाउँछु भनेको थिएँ। कस्तो राम्रो छ हेर्नु है, वाउ। सो नै साथीहरू यस्तै हो, बेलुका चाहिँ हामी डेकोरेट गर्छौँ होला साथीहरू होइन। मेरो बहिनी, यो चाहिँ कान्छी बहिनी हो, यहाँ हेर्नु न। यो चाहिँ मेरो दिदीको बर्थडे छ, दिदीको बर्थडेको लागि चाहिँ बेलुन फुलाउने काम गर्दैछ। सरप्राइज दिने रे हामी बिजोग छौँ हो साथीहरू। सिम्पल बर्थडेको लागि चाहिँ डेकोरेट हुँदैछ है, डेकोरेसन सिम्पल, एकदम सिम्पल हो यो चाहिँ होइन, त्यस्तो भिआइपी चाहिँ बन्दैन गाइस, हेर्न सक्नुहुन्छ। फाइनली हाम्रो चाहिँ डेकोरेसन तयारी भयो, सानो है यो चाहिँ साथीहरू, एकदम सानो सिम्पल। यो चाहिँ हाम्रो तयारी भइसकेको छ प्यारी दिदीको लागि सरप्राइज बर्थडे। एकदम सानो छ, सिम्पल। फोटो खिच्दाखेरि चाहिँ यसरी खिच्नुपर्छ होला है, अनि राम्रो आउँछ नि साथीहरू। ल ठिक छ, अब यो ठाउँमा चाहिँ हामी केक राख्छौँ भरे, अहिले चाहिँ फुल राखिदिएँ मैले। अब भरे चाहिँ हामी नानीको पास्नीको तयारीको लागि डेकोरेसन गर्छौँ बर्थडे मनाइसकेपछि। हेलो गाइज, उहाँ चाहिँ हाम्रो साइली बहिनी हुनुहुन्छ, आइसक्नु भयो छोरीलाई पास्नी खुवाउनलाई। उहाँ चाहिँ ठुलो दिदीको छोरी, हेर्न सक्नुहुन्छ सबैजनाले। हामी सबैजना भेला भइसकेका छौँ, हेर्न सक्नुहुन्छ गाइज। उहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ, मेरो दिदीको छोरी आइसक्नु भएको छ हिँड्दै। म के भन्नु र खोइ गाइज, कस्तो लाज मान्नु भएको हो। बसौँ बा बसौँ, गरौँ भयो होला गाइजहरू। कृपया बस्नु है, कता चिप्लियो त सो गाइस, फाइनली हाम्रो चाहिँ सरप्राइज सकेका छौँ। हेर्नुहोस् केक होला बर्थडे हो त त्यस्तो। ओइ फोटो चाहिँ खिचेन यार कसैले, बढी जान।
छ्या मैले त भिडियो खिच्न पाएन यहाँ कस्तो Happy birthday to you. Happy birthday to you. Happy birthday dear Didi. Happy birthday. मन मन त चाहिँ Happy birthday को शुभकामना Happy birthday day to you. Happy birthday to you. Happy birthday dear Didi. हेर्नुहोस् दर्शकबिनहरू हामी सबैजना यहाँ जम्मा भएका छौँ हेर्न सक्नुहुन्छ गाइजहरू साथीहरू को हो स्पोन्सर पनि यसो सोध्नु छैन के गर्नु म भिडियो बनाउँदैछु मेरोमा भिडियो मात्रै छ गिफ्ट लिगा फाइनली गाइज यहाँ चाहिँ एकजनाले मात्रै गिफ्ट दिनु भएको छ त्यो पनि अब अनबक्सिङ हुँदैछ है हेर्न सक्नुहुन्छ यो गिफ्ट पनि मैले नै भनेको है यो चाहिएको छ भनेर मैले नै सजेसन दिएको खै फाइनली अब चाहिँ हामी भोलि पास्नेको लागि डेकोरेट गर्दैछौँ हेरिदिनु होला है साथीहरू दिमाग खराब पान फराक भइसक्यो कस्तो बन्छ थाहा छैन लास्टमा अहिले कति बजिसक्यो रातको 11 बजिसक्यो तर मेहनत कस्तो हुन्छ थाहा छैन है के भ्यालेन्टाइन हो कि भ्यालेन्टाइन डे आएको कस्तो फिल भइरहेछ फाइनली रुख हाम्रो यस्तो भएको छ हेर्न सक्नुहुन्छ बल्ल बल्ल मेहनत गरेर 1 घन्टा गरे 12 बजेसम्मको मेहनत मोटामोटी यस्तै भयो